गाइस यहाँबाट देखाउँछु म चाहिँ सेमुनाको ठ्याक्क माथिको डाँडामा आइपुग्नु भएको छु तपाईँले देख्न सक्नुहुन्छ माथि बसेर पनि देख्नुहुन्छ यो जुन चाहिँ रिस गाइस अब माथिको दृश्य तपाईँलाई कस्तो रूपमा देखाउनेछु कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु हो 4 वर्षपछि घुम्न आएको एक्लै आएको छु गाइस त्यही पनि तपाईँलाई यहाँको दृश्यहरू चाहिँ म सर्ट भिडियोहरूमा भए पनि देखाउन गइरहेको छु सपोर्ट गाइस भिडियो चाहिँ तलदेखि एकैचोटि खिच्दाखेरि लामो हुने भएको भएर तपाईँलाई मैले टुक्रा गरेर आवाजमा सर्ट भिडियोहरूमा तपाईँ क्याप्चर गरिरहेको छु तपाईँले इन्जोय गर्न सक्नुहुन्छ गाइस यहाँबाट तपाईँलाई यताको भ्यूहरू पनि तपाईँलाई क्याप्चर गरेर देखाउँदैछु कस्तो लाग्छ इन्जोय गर्नु होला यहाँ मङ्की सोल्टी छ यसले मलाई केही अट्याक त गर्दैन नि गाइस हेलो सोल्टी भाग्यो अरू चाहिँ तपाईँलाई म यहाँको बाँकीको दृश्यहरू देखाउँछु अर्को सोल्टी पनि यहाँबाट हिँड्दैछ कि तपाईँले देख्न सक्नुहुन्छ म चाहिँ टपमा पुग्न लागिसकेँ होइन पहिलाको भन्दा फरक चाहिँ पाएँ किनभने सफा पनि रहेछ अलिकति यताउति म्यानेज गरेर बारसार लगाएको रहेछ ग्रिन बारहरू अनि टुरिस्टको गाडीहरू तपाईँलाई देखाउँदैछु टुरिस्टको गाडीहरू पनि अहिले यतिकै यहाँ पार्किङ जस्तो गरेर राख्ने है तपाईँलाई यिनीहरू पहिला त्यति साह्रो खास यस्तोहरू देखिँदैन थियो अब म कन्टिन्यू गर्दा भिडियोमा त सबै दृश्यहरू प्रयोग गर्नेछु हेर्नु होला